नमस्कार साथीहरू, एक्सेल डाटा एनालाइसिस युट्युब च्यानलमा स्वागत छ। म चाहिँ एक्सेल मास्टर। सबैभन्दा पहिला म च्यानलको बारेमा महत्त्वपूर्ण जानकारी गराउने छु। यस च्यानलमा यस च्यानलमा तपाईँहरूलाई कम्प्युटर स्किल, एक्सेल र डाटा एनालाइसिस सम्बन्धी फिजिकल नलेज सिकाउने छु र सिकिसकेपछि अनलाइनमा डाटा एन्ट्री र डाटा एनालाइसिसको काम कसरी खोज्न सकिन्छ र काम कसरी गर्ने लाइभ क्लास सँगसँगै लाइभ वर्क प्रोजेक्ट पनि देखाउनेछु। त्यसको लागि पहिले च्यानलमा निरन्तर जोडिनु होला, भिडियो पनि साथीहरूमा सेयर गर्दै गर्नुहोला। यस क्षेत्रमा मेरो अनुभवको कुरा गरौँ। यस क्षेत्रमा मेरो एकदम राम्रो अनुभव छ र नेपाल लगायत अन्य देशहरूमा काम गर्दैछु। कामको बारेमा पनि राम्रो अनुभव छ। जीवन व्यस्त हुँदाहुँदै पनि खाली समयमा मैले आफ्नो ज्ञान र अनुभव साथीहरूसँग बाँड्ने उद्देश्यले यो च्यानल बनाएको छु। नेपालका दूर दराजहरूमा बस्ने साथीहरूका लागि कम्प्युटर सिक्ने राम्रो अवसर दिन सक्छु भन्ने आशा गरेको छु। तर समय व्यस्तताले गर्दा भिडियो सधैँ आउन नसक्ला, त्यसको लागि म क्षमा चाहन्छु। मलाई विश्वास छ तपाईँहरूले निःशुल्क, सजिलो र छोट गरिमा कम्प्युटर स्किल, एक्सेल र डाटा एनालाइसिस राम्रोसँग सिकेर एक राम्रो डाटा एनालाइसिस बन्न सक्नुहुनेछ। अब ढिलो नगरी आजको च्याप्टर सुरु गरौँ। लेट्स। एक्सेल भनेको चाहिँ कुनै पनि संस्थाहरूको डाटाहरू स्टोर गरेर क्याल्कुलेसन गर्ने एउटा प्रोग्राम हो, जसलाई चाहिँ हामीहरूले डाटाहरू क्याल्कुलेसन गर्न, चार्ट बनाउन, टेबल बनाउन र एनालाइसिस गर्न प्रयोग गर्छौँ। दोस्रो नम्बरमा रहेको छ वर्कसिट। वर्कसिटलाई हामीले चाहे अनुसार थप गर्न सकिन्छ। प्लस आइकनमा क्लिक गर्दै गयो भने हामीलाई आवश्यकता अनुसारको वर्कसिट बनाउन सक्छौँ हामी। तेस्रो नम्बरमा रहेको छ वर्कबुक। वर्कबुक भनेको चाहिँ हामीहरूसँग जतिवटा सिट छन् त्यो सिट सबै जोडेर जुन एउटा बुक बन्छ त्यसलाई चाहिँ वर्कबुक भन्छौँ। र भनेको चाहिँ हरिजेन्टल लाइनहरूमा जुन बक्सहरू हुन्छन् 1 2 3 4 तिनीहरूलाई चाहिँ र भनिन्छ। र जम्मा 1,48,576 वटा हुन्छ। एकछिन यसलाई प्र्याक्टिकली एक्सेल सिटमा हेरौँ के रहेछ बुझौँ। जुन यो हरिजेन्टल लाइनहरू छन् नि, बक्सहरू, तिनीहरू र कलम्स चाहिँ भर्टिकल लाइन हुन्, जसलाई चाहिँ एबिसिडीले जनाउँछ। यिनीहरू चाहिँ 16,384 हुन्छन् एक्सेलमा। यसलाई पनि छिटो हामी एक्सेलमा चेक गरेर हेर्छौँ। जुन एबिसिडिइएफजी एबिसिडीमा जुन लाइनहरू छन् तिनीहरू चाहिँ कलम हुन्। एक्सेलमा र कलम भेटिएको ठाउँलाई सेल भनिन्छ। उदाहरणको लागि A1, B2, C2 यिनीहरू सेल। पछि हामीले फर्मुला युज गर्दाखेरि यी नै सेललाई सिलेक्ट गरेर फर्मुला युज गरेर हामीले क्याल्कुलेसन गर्ने हो। त्यही भएर अहिलेलाई बुझौँ, यो नम्बरहरू लेखिएको बक्सहरू सबै सेल हुन्। सेल एड्रेस भनेको चाहिँ प्रत्येक सेलहरूको युनिक नाम हुन्छ, जसलाई सेल एड्रेस भनिन्छ। यो कलम लेटर प्लस र नम्बर मिलेर बनेको हुन्छ। एक्सेलले सेल एड्रेस प्रयोग गरेर क्याल्कुलेसन गर्छ। यसरी एक्सेलमा सेल एड्रेस प्रयोग गरेर डाटा र फर्मुला सजिलै म्यानेज गर्न सक्छ। यो चाहिँ हाम्रो थ्योरी क्लास भएकोले प्र्याक्टिकल अर्को भिडियोमा राम्रोसँग सिक्नेछौँ। ढिलो नगरी अब अर्को टपिक सुरु गरौँ। यस टपिकमा हामी एक्सेलमा फर्मुला के हो र कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सिक्नेछौँ। एक्सेलमा फर्मुला जहिले पनि इक्वल साइनबाट सुरु हुन्छ। लास्ट टपिक रहेको छ रेन्ज। रेन्ज भनेको चाहिँ सेलहरूको समूहलाई रेन्ज भनिन्छ। जस्तै भिडियोमा देखाए जस्तै रेड लाइनले मार्क गरेको सेलहरू चाहिँ रेन्ज हो। च्याप्टर 2 मा हामी सिक्नेछौँ बेसिक फर्मुला, सम, म्याक्स, मिन, एभरेज, पर्सेन्टेज। छिट्टै च्याप्टर 2 ल्याउने बाचाका साथ भिडियो